नमस्ते सबैजनामा। आज हामी चाहिँ विशेष गरी र्याबिज भ्याक्सिनको बारेमा कुरा गर्न गइरहेका छौँ। र्याबिज भ्याक्सिन अहिले नेपालको देशभरि नै प्राय सरकारी स्वास्थ्य सेवा केन्द्रहरूमा सकिएको छ। प्राय कतै पनि पाउँदैन, अहिले जताततै सकिएको अवस्थामा छ। यसको मुख्य कारण के पनि हुनसक्छ भन्दाखेरि अब कि त भ्याक्सिन दिँदाखेरि मिसयुज भइरहेको छ कि भ्याक्सिनको भन्ने हुनसक्छ होइन। त्यही माथि कस्तो अवस्थामा भ्याक्सिन लगाउने, कस्तो अवस्थामा नलाउने, कुन अवस्थामा इम्युनोग्लोबिन दिने कि नदिने होइन, पहिला भ्याक्सिन लगाइसकेको अवस्थामा फेरि लगाउने कि नलगाउने, कति समयसम्मको ग्यापमा लगाउने भन्ने कुराहरूमा कुरा गर्न गइरहेका छौँ। विशेष गरी हामीले WHO को क्याटेगोरी छुट्याए अनुसार चाहिँ क्याटेगोरी 1, 2, 3 गरेर क्याटेगोरी छुट्याइदिएको छ WHO ले। त्यो क्याटेगोरी अनुसार चाहिँ भ्याक्सिन लगाउनु पर्ने हुन्छ। जसमा चाहिँ तपाईँको क्याटेगोरी 1 मा चाहिँ सामान्य कुकुरलाई छुँदाखेरि भयो, कुकुरलाई खाना खुवाउँदा, अनि इन्ट्याक्ट स्किन भनेको घाउ नभएको स्किनमा चाहिँ कुकुरले चाट्यो भनेपछि यसमा चाहिँ क्याटेगोरी 1 मा चाहिँ भ्याक्सिन लगाउनु पर्दैन, जुनमा चाहिँ केही पनि लगाउनु पर्दैन। अनि क्याटेगोरी 2 मा चाहिँ कस्तो हुन्छ भनेपछि कुकुरले शरीरमा डाम बसायो, दाँतको डाम बसायो, सामान्य स्क्रैच मार्क्सहरू कोतार्यो भनेपछि ब्लिडिङ पोइन्ट नभएको पनि हुनसक्छ होइन, नभएको हुनसक्छ, माइनर स्क्रैचेसहरू हुनसक्छ। यसमा चाहिँ क्याटेगोरी 2 हुन्छ। यसमा चाहिँ हामीले भ्याक्सिन मात्र दिन्छौँ, जुन चाहिँ WHO को प्रोटोकल अनुसार, नेपालको हाम्रो EDCD को गाइडलाइन अनुसार चाहिँ हामीले भ्याक्सिन दिने गरेका छौँ। अनि क्याटेगोरी 3 मा चाहिँ एकदम ठुलो घाउ पनि हुनसक्छ वा ब्लिडिङ रगत देखेको घाउ सामान्य भए पनि क्याटेगोरी 3 मा पर्छ, जुनमा चाहिँ हामीले भ्याक्सिन्सको साथसाथै इम्युनोग्लोबिन पनि लाउनु पर्ने हुन्छ। अनि अर्को कुरा भन्नुपर्दाखेरि चाहिँ अब सुरुमा कुकुरले टोकिसकेपछि के गर्ने त भन्दाखेरि अब घरमै स्वास्थ्य चौकीमा जानुभन्दा अगाडि नै तपाईँले सामान्य साबुन पानीले, डिटोल साबुन पानी हुन्छ, साबुन छैन भनेपछि रनिङ वाटर भन्छ उसरी होइन, बगिरहेको त्यो माथि ट्यापबाट आएको बगिरहेको पानीमा मजाले 10-15 मिनट साबुन पानीले मिची मजाले धुने। त्यसपछि चाहिँ नजिकैको स्वास्थ्य चौकीमा भ्याक्सिन लगाउन जानुपर्छ। जुन नेपालको हाम्रो गाइडलाइन अनुसार चाहिँ इन्ट्राडर्मल अहिले धेरै जसो हाम्रो इन्ट्राडर्मल लगाइन्छ, जुन चाहिँ 3टा फरक दिनमा चाहिँ 2-2वटा डोज गरेर लगाइन्छ। रेगुलर लगाउँदाखेरि चाहिँ 0, 3, 7 भन्छ सुरुमा आएको दिनमा, अनि आएको दिनमा र अनि त्यसपछिको त्यो दिनबाट काउन्ट गरेर 3rd डेमा 14औं दिन, अनि त्यसपछिको सुरुको दिनबाटै काउन्ट गरेर फेरि 7औं दिनमा लगाइन्छ, जुन चाहिँ 2टा पाखुरामा लगाउने गरिन्छ 0.1 ml गरेर। अब मेन मुख्य